यो देखिएको बाटो चाहिँ ललितपुर महानगरपालिका वडा नम्बर 16 मा पर्छ। हात्तीबन नजिकै यो ओह्रालोमा। यो बाटोको विशेषता चाहिँ के हो भने प्रत्येक वर्ष बिरामी हुन्छ, यसरी गरी बिरामी हुन्छ। मैले थाहा पाए अनुसारमा प्रत्येक वर्ष बिरामी हुन्छ। यो पटक पनि एकदम यो 15 दिन भयो यो खोस्रिने काम गरिएको छ। यो नगरपालिका नै गर्यो होला, किनभने यो नगरपालिका क्षेत्रमै पर्छ। यो पर जाने चाहिँ गोदावरी जाने पर गाडीहरू रोड देखिराख्नु भएको छ। यो रोड बिरामी हुन्छ, प्रत्येक वर्ष बिरामी हुन्छ र यो बिरामी निको पार्न कति खर्च लाग्छ, तर त्यो खर्च फेरि पनि अर्को आर्थिक वर्षको अन्त्यमा सिकिस्तै बिरामी यस्तै बिरामी भइहाल्छ। यस्तो बिरामी चाहिँ हाम्रो 753 स्थानीय तहमा कति हुन्छन्? स्थानीय योजना अर्थात् पालिका स्तरको योजना र प्रदेश स्तरीय सङ्घीय स्तरीय योजनाहरू पनि धेरै हुन्छन्, बिरामी भइरहन्छन्। एउटै पुल दशकौँमा नबनेका उदाहरणहरू पनि छन्। सरकारवाला निकायको ध्यानाकर्षण भयो हुन्थ्यो। यी खालका बिरामीहरू वर्षमा लाखौँ बिरामी भयो भने कति अरब खर्च होला वर्षै पछि। यो एकैचोटि कम्तीमा दशकौँ बिरामी नहुने गरी उपचार गर्ने ओखती तरिका छ कि छैन होला हजुर?